नमस्कार, स्वागत छ यहाँलाई द फिफ्थ कर्नर पोडकास्टमा। Program is sponsored by Darrohar Consultant and Construction Private Limited. आजको पोडकास्टको कन्भर्सेसनको लागि हामीले यस्ता एकजना कलाकार प्लस उद्यमीलाई आमन्त्रण गरेका छौँ। उहाँ हुनुहुन्छ काफल कमला गीतको सर्जक र फाउन्डर अफ दुई भाइ किम्बाब महेश ताम्रकारजी। महेशजी, स्वागत छ प्रोग्राममा। धेरै धेरै धन्यवाद अनि दर्शक श्रोताहरूलाई पनि नमस्ते। आराम छौँ? सबै ठिक छ। किम्बाब, मलाई किम्बाबको बारेमा अलिकति भनिदिनु न प्लिज। के हो किम्बाब? हजुर, त्यो नाममै दुई भाइ किम्बाब, अथवा आजभोलि त्यो जवानहरूले चाहिँ टु भन्दो रहेछ त्यो नम्बरलाई, टु भाइ किम्बाब पनि भन्छ। यस किम्बाब एक परिकार हो, कोरियन परिकार हो। किम र बाब मिलेर किम्बाब भयो त्यो दुईवटा। किम भनेको त्यो सीविड, समुद्री सागबाट बनाइएको एउटा पेपर खालको, क्रन्ची पेपर खालको त्यो एउटा कुरा भयो। अनि बाब भनेको भात हो होइन, नेपालीमा अलिअलि सिमिलर सुन्छ, बाब भात होइन। अनि त्यो दुइटै मिलेर बनेको परिकार किम्बाब हो खासमा। भनेपछि सामान्य भाषामा ग्राहकलाई, कस्टमरलाई हजुरहरूले सागमा भात हालेर खुवाइरहनु भएको छ हो। त्यो भित्र अरू कुराहरू नि हुन्छ, जस्तो अब त्यसलाई भेज नन भेज सबै कुरा, अनि फ्रेस भेजिटेबल्सहरू, अनि म्यारिनेट गरेको पकाइएको चिकन अथवा अरू नन भेज आइटमहरू त्यसरी राखेर अब उनीहरूको इच्छाअनुसार अहिले हामीले बेचिरह भने चाहिँ 8 देखि 10 भेराइटीको किम्बाबहरू, त्यही किम्बाबमा नि 8 देखि 10वटा भेराइटीहरू। यो बोथ भेज र नन भेज दुइटै हुने भयो? दुइटै हुन्छ। अनि हजुर चाहिँ म्युजिक लाइनको मान्छे हजुर होइन, गीतहरू सिर्जना गराउनु भएको थियो। कसरी यो किम्बाब स्टार्ट गरौँ या रेस्टुरेन्ट बिजनेसमा जाउँ भन्ने कसरी आयो यो थट? पहिलो कुरा चाहिँ अब गीत सङ्गीत गर्दा अथवा म्युजिक कम्पोज गर्दा या म्युजिक सेल गर्दा पनि त्यो व्यापार नै हो कि खासमा। कमर्सियल हुन सकेन भने त्यसले चाहिँ हामीलाई रिटर्नमा रुपैयाँ पैसाको हिसाबले केही त दिँदैन खासमा। नाम देला, कलाकारिता होला, त्यो हुन्छ। त्यसमा म थोरै कमजोर देखेँ। मैले चाहिँ मेरो गीतहरूलाई त्यति बेच्न सकिनँ भनौँ न, त्यो श्रोतासँग पुर्याउन सकिनँ कि के गर्न सकिनँ, 2-4वटा बाहेकहरू कुराहरूलाई। अनि त्यसले चाहिँ अब डेली लाइफमा हाम्रो डेली स्ट्रगल छ, हाम्रो एक्सपेन्सेसहरू छ, खर्च हुने ठाउँ छ, जाने ठाउँ छ। अनि त्यसलाई अझै सहज बनाउनको लागि एउटा बाटोले मात्रै नहुने रहेछ भन्ने एउटा कुरा आयो होइन। त्यो एक दिनमा सोचिरह बेलामा, शान्त भइरह बेलामा चाहिँ त्यो कहिलेकाहीँ चाहिँ हामी आत्तिन्छौँ नि, आत्तिने परिस्थिति पनि थियो कतिपटक चाहिँ। अनि तर अलि शान्त भएको अवस्थामा त्यो एउटा कथासँग मिल्छ मेरो त्यो कुरा चाहिँ। एकजना भनिदिइहाल्छु, अब कुरै गर्ने त होला। एकजना बाउले चाहिँ आफू विदेशबाट आउने बेलामा, अनि हामी चाहिँ अलिकति पुरानो मान्छे भएको कारणले, जेन्जीभन्दा त अगाडिको, अब घडी ल्याउने चलन धेरै थियो होइन। अहिले त मोबाइल के होला। अनि सुनको जलप भएको घडी लिएर आएछन्, घरमा राखेछन्। अनि छोरालाई चाहिँ त्यो अचम्म लाग्यो। अनि उसले चाहिँ अरूलाई बोस्ट गर्नको निम्ति, अरू आफ्नो साथीहरूको अगाडि बोस्ट गर्नलाई, धाक लाउनलाई त्यो घडी टिपेर, आफू बाउ चाहिँ वासरुम गए बेला घडी टिपेर खेल्न गएछ। खेल्न जाँदाखेरि अब घडी त हराएछ क्या अन्तिममा। त घर फर्किने बेला त छैन घडी। अब घर फर्किने सबैजनाले ओहो घडी खाइ भन्दाखेरि चाहिँ घडी त छैन। सबैजना पराल माटो गाउँको सिनारी होइन, सबै धुमधाम गरेर खोजे, केही पनि भएन। अन्तिममा सबै थाकेर बसे। अनि त्यो बच्चा चाहिँ अनि सुक गरेर रोइरहेको अवस्थामा थियो। अनि आवाज आउँछ नि, त्यो सुक आवाजसँगै जब शान्त भयो, सबै कुरा शान्त भयो, अनि अर्को
टिकटिक आवाज पनि सुने कि। अनि मेरो लाइफमा चाहिँ करिब करिब त्यस्तै हो, टिकटिक आवाज चाहिँ घडीको थियो नि, अनि घडी भेट्टा त्यहीँ नजिकै रहेछ कि परालमा छोपिएको। अनि कहिलेकाहीँ चाहिँ हाम्रो जीवनमा के गर्ने भनेर अत्तालिने अवस्था हुन्छ अथवा बाटो भेट्टाउन गाह्रो भएको अवस्थामा चाहिँ शान्त बस्नुपर्ने रहेछ होइन। अब यो बाटोले भएन भने म चाहिँ यस धरतीमा अब आएपछि त सहज जीवन जिउनु मेरो हक छ नि होइन। अनि त्यसको लागि मेरो मेहनत पनि छ, तर गलत ठाउँमा मेहनत नहोस् भन्नको लागि सही डिरेक्सन थाहा पाउनलाई मेरो लागि सबैमा त्यो लाग्नु होला। तर त्यो शान्त समय जुन थियो होइन त्यसले हेल्प गर्यो। अनि मलाई चाहिँ के लाग्यो भनेदेखि चाहिँ अब यो एउटा बाटो एउटा गरिराखेको कुरा, मैले सामाजिक काम पनि गरिरहेको थिएँ, म्युजिक पनि बेला बेलामा गरिरहेको थिएँ, तर त्यसले भन्दा अझै केही कुराहरू भयो भनेदेखि चाहिँ मल्टिपल केही कुराहरू भयो भनेदेखि चाहिँ जीवन सहज होला भनेर चाहिँ यो कन्सेप्ट आयो खासमा चाहिँ। अब यही नै किन आयो भनेर सोध्नु होला, किन किन्यो भने म पसल किन छैन भन्ने होला। अब त्यो धेरैले त्यही प्रश्न सोध्या भयो। या फेरि यसमा नेपाली डिसहरू किन छैन, यो हजुरले यो किम्बाब त बाहिरको डिस जस्तो लाग्छ मलाई होइन, त्यो चाहिँ किन? त्यो अहिले त अब हाम्रो समाज त एकदमै ग्लोबलाइज भइसक्यो, सबै कुराहरू हामीले लाउने खाने परिकारदेखि लिएर हाम्रो अहिले भर्खर बोलेको भाषामा हाम्रो कति अङ्ग्रेजी शब्द आयो त्यस्तो छ। त्योमध्ये पनि त्यो समयमा चाहिँ 1920तिर चाहिँ यो कोरियन ड्रामाहरू र केपअप चाहिँ एकदम फेमस अहिले पनि छ। अनि हाम्रो काठमाडौँको कुरा गर्दाखेरि चाहिँ धेरै जसो जवानहरू युथहरू चाहिँ कोरियन कल्चरतिर ढल्केको महसुस भएको मलाई। कसरी भयो यो महसुस चाहिँ? साथीहरू मेरै आफ्नै भाइ बहिनीहरू पनि जवानहरू हेर्दाखेरि उनीहरू केपअप सुनिराख्ने होइन। अनि केपअप त्यसको सिङ्गरहरू कोही म्युजिसियनहरूको फोटोहरू राख्ने, अनि त्यो कल्चर त्यो देखेर चाहिँ अब अरू बाटोमा हिँड्नेहरू कोरियन हेयर स्टाइल गर्ने होइन, ठाउँ ठाउँमा चाहिँ कोरियन ब्युटी सपहरू के भन्ने त्यो सलुनहरू के देखिन्थ्यो। अनि कोरियन खाना चाहिँ थोरै थियो, 5-6 वर्षमा धेरै भयो अहिले, तर त्यतिखेर चाहिँ 5-7वटा रेस्टुरेन्ट होला काठमाडौँभित्रमा, धेरै थिएन। अनि फेरि हाम्रो चाहिँ त्यो ठुलो रेस्टुरेन्टको कन्सेप्ट भन्दा पनि सानो, जहाँ चाहिँ जवानहरू सजिलै जान सकोस् अनि थोरै पैसामा पनि उनीहरूले खान सकोस् होइन, अनि रमाइलो गर्न सकोस्। अनि त्यही एथेन्टिक स्वाद होइन, कोरियन स्वादले त्यो स्वाद पाउन सकोस् भन्ने चाहिँ थियो होइन। त्यो त्यस कारणले गर्दाखेरि अब अरू मिसावट गर्दाखेरि चाहिँ त्यसको आफ्नोपन चाहिँ हराउँछ भनेर विचार चाहिँ आएको। हजुरले भने जस्तै विचार चाहिँ आयो, मोमो राख्ने कि धेरैले खोज्ने मोमो हो अथवा अरू केही आइटमहरू राख्ने कि अरू केही फुड आइटमहरू थप्ने कि जस्तो विचार चाहिँ आएको। तर फेरि त्यसको आफ्नोपन चाहिँ नमिसाउँ न, केही कुरामा फाइदा त बढी हुन्थ्यो होला, तर फाइदा मात्रै नहेरेर त्यो आफ्नोपन, त्यसको एथेन्टिसिटी के भन्छ होइन, त्यसपछि होइन हामीले गर्न खोजेको कुरा यही हो भन्ने कुरा एउटा चिनारीको लागि पनि त्यो नमिसाएको। ओके, जस्तो किम्बाबको कुरा गर्दाखेरि यो त कोरियन डिस होइन, हामी अफ क्यामेरा पनि कुरा गऱ्यौँ। अनि कोरिया भनिसकेपछि अब अघि हजुरले भन्नुभयो त्यो समुद्री साग हो भन्नुभयो होइन, समुद्र भन्ने ठाउँको डिस भयो। नेपालको कन्टेक्समा त्यो मटेरियलहरू त्यो कतिको पाउन सहज छ, या हजुरले युज गरेको मटेरियल त्यो समुद्रबाटै आइरहेको मटेरियलहरू हो कि या के हो? यो आउने त उतैबाट हो, के कोरियातिरबाटै आउँछ। कतिजना डिलरहरू हुनुहुन्छ यहाँ, अनि ठिक छ, कतिजना डिलरहरू हुनुहुन्छ, उहाँहरूसँग हाम्रो कन्ट्याक्ट छ। अनि उहाँहरूबाट हामीले किन्छौँ सबै कुरा चाहिँ। अब नेपालमा त त्यस्तो उत्पादन त छैन, उतैबाट अलि महँगोमा किन्नु परेको छ। त्यस कारणले हामी त अब समुद्रबाट टाढा भएको देश हो, अनि आउने सबै उतैबाट हुन्छ। सबै हामीले इम्पोर्ट गरेरै यहाँ चाहिँ त्यसलाई फाइनलाइज गरेर खालि एउटा पस्किने काम चाहिँ यहाँबाट गर्छौँ हामीले। हजुर, अब जस्तो चामल चाहिँ यहीँ उत्पादन गरेको पनि छ, उतैबाट आउनेहरू पनि छ। चामलको केसमा चाहिँ त्यो स्टिकी राइस विशेष खालको चामल चाहिन्छ त्यसको लागि। अनि यतै नै गरिरहेको छ मान्छेहरूले, बिउ ल्याएर के गरेर गरिराख्नु भएको छ। तर अरू जस्तो किम भयो
अनि अरू कति इभन नुन समेत हाम्रो नुनको स्वाद फरक छ, फेरि कोरियन नुनको स्वाद फरक छ होइन। त्यो नुनले नि फरक पार्छ स्वाद होइन, त्यसको पक्का स्वाद दिने कि नदिने भन्ने विषयमा। अनि कुनै कुनै रेस्टुरेन्टमा म जाँदाखेरि चाहिँ अब नेपाली नुन हालेको ठ्याक्कै थाहा हुन्छ, तर त्यो पक्का कोरियन स्वाद दिनको लागि चाहिँ कोरियन नुन किन्नु पऱ्यो। नुन पनि उतैको हुने भयो। खुर्सानी पाउडर, खुर्सानीको धुलोहरू अरू आइटमहरूमा युज हुनको लागि खुर्सानी पाउडर समेत उतैको आउने भयो। भनेपछि हाम्रो पैसा केही हदसम्म कोरिया गइरहेछ जान त। तर अब कोरियन खाना हो भने कोरियन खाना जस्तै होस् भन्ने चाहनाको कारणले गर्दाखेरि हामीले मसलाहरूदेखि लिएर सबै कुराहरू कोरियन प्रयोग गर्छौँ। यो दुई भाइ किम्बाब तपाईँको भेन्चरको नाम, पसलको नाम है, रेस्टुरेन्टको नाम भनौँ, यो कहिले स्टार्ट गर्नुभयो हजुरहरूले? यो 2020 को सुरुवाततिर थियो। हामी भन्नाले त्यसको होमवर्क चाहिँ हामीले 19 मै गऱ्यौँ। 19 मा चाहिँ सिक्ने काम भयो धेरै जस्तो। अनि त्यो सिक्ने बेलामा पनि सिकाउन मन्जुर थिएनन् क्या। एकजना कोरियन सेफ हुनुहुन्थ्यो, हामी चिनजान थियो। अनि उहाँलाई मैले यो रिक्वेस्ट लगाएर गएँ। नेपालमा आउनुभएको थियो उहाँ, केही वर्ष 2 वर्ष जति बस्नुभयो। उहाँले गेस्ट हाउस चलाउनु भएको थियो। अनि उहाँलाई रिक्वेस्ट गरेँ मैले। अनि उहाँले के भन्नुभयो भने तिमीले जे सोचेको छौ कोरियन खाना अनि सस्तो होइन यो मूल्यमा यसरी सानो हिसाबले सुरु गर्दाखेरि तिम्रो चल्छ भने तिमीले सोचाइ चाहिँ त्यो चल्दैन। त्यो तिमीले त्यो विचार नगर होइन, बरु अरू कुरा गर, कोरियन बेकरीको कुरा गर अथवा केही कुरा गर, त्यो चाहिँ नगर, किम्बाब चल्दैन होला भनेर भने। अनि मैले के भने उहाँलाई के कसरी रिक्वेस्ट गरेँ भने मेरो रिक्समा भयो, हामी चाहिँ सिक्न चाहन्छौँ। हामी 3-4 जना कति गएर हामी सिक्यौँ त्यहाँ। स्पेसली मेरो भाइहरू, 2 भाइ मध्येको एकजना अर्को भाइ, ऊ चाहिँ खानातिर रुचि पनि थियो। अब मेरो त बढी म्युजिकतिर रुचि भएर उसको खानातिर धेरै रुचि थियो। अनि उसले चाहिँ राम्रोसँग सिक्यो उहाँ त्यो भाइसँग। अर्को भाइहरू पनि हुनुहुन्थ्यो, उहाँहरूले सिक्नुभयो। अनि त्यो सिक्यौँ उहाँहरूलाई भन्नाले म कहाँ पुगेँ जे होस्, उहाँले मन्जुर नहुँदै पनि हामीले रिक्वेस्ट गरेर उहाँले सिकाइदिनु मान्नुभयो। कति महिना सिक्नुभयो? लामो प्रोसेस भयो। लामो भन्नाले 5-6 महिना नै सिक्यो। तर 2 महिना चाहिँ हामीले के गऱ्यौँ भने त्यो 2 महिनाको सिकाइ अन्तिम 2 महिना चाहिँ त्यो चाहिँ 19 को एन्डतिर होला, बाहिर लिएर त्यो हरेक दिन जाने बनाउने होइन। अनि बाहिर बाटोमा सडकमा ल्याएर त्यो फ्री टेस्टको लागि टेस्टिङ गरेर कोही खान नमान्ने मतलब चाहिँ त्यो फ्री दिँदा पनि कसैले चाहिँ मुखमा हाल्ने, मिठो नलाग्ने होला, त्यसको बास्ना फरक हुन्छ होइन हाम्रो खानाभन्दा। अनि 2 महिना त्यो विचार गर्दाखेरि चाहिँ चल्दैन कि जस्तो पनि लागेको थियो मनमा। त्यो स्ट्रगल त जहिले नै हुन्छ व्यापार सुरु गर्दाखेरिको, त्यो टेन्सन, त्यो राम्रो टेन्सन पनि हो। अनि त्यसरी चाहिँ गरेपछि अब चले नि नचले नि अब सुरु गरौँ भनेर त्यसरी सुरु सम्हाल्नुभयो। हजुर 2020 को स्टार्टिङमा खोल्नुभयो। हजुर 2 जना कोले खोल्नुभयो? को हुनुहुन्थ्यो? मनोज ताम्राकार मेरो भाइ हो। म माइलो भाइ, म पछि बहिनी पछिको भाइ हो। ऊ र म मिलेर गऱ्यौँ। अनि अर्को भाइ पनि साथी थियो। हजुर इनिसियल आउटलेट कहाँ खोल्नुभयो? यो भैँसीपाटीमा आवास गेटभित्र छिरेपछि त्यहाँ एउटा राम्रो ठाउँ भएको छ अहिले, धेरै रेस्टुरेन्टहरू भएको। इनिसियल लगानी कतिमा खोल्नुभयो? कति इन्भेस्टमेन्ट थियो? थोरै थियो, यो धेरै होइन, 12 देखि 15 म्याक्सिमम्। तर 12 भित्र हामीले सुरु गरेको थियो, सानो ठाउँ लिएर। अनि बाहिर एउटा लाम्चो टेबल राख्यौँ, भित्रपट्टि एउटा लाम्चो टेबल राख्यौँ। अनि त्यही भित्र किचन स्टार्ट गरेर होइन, सानो गरेर आइटम पनि धेरै नराखेर सुरुवाती फेजमा त्यसरी सुरु। सेफ पनि आफै, वेटर पनि आफै, त्यो क्लिनिङ पनि, कुकिङ एभ्रिथिङ म बाहिर बस्थेँ प्रायः जस्तो। सफा गर्ने, सर्भ गर्ने सबै मैले गर्थेँ। भाइले चाहिँ पकाउने काम सबै गर्थेँ। मैले चाहिँ किनमेल र त्यो सर्भिस दिने काम चाहिँ मैले। सो 2-3 जनाबाट स्टार्ट गर्नुभयो? हो। आज कतिजनाको टिम भएको छ हजुरको? अहिले 2तिर विचार गर्दाखेरि त अब अहिले 2टा आउटलेट छ है भाइ। अर्को कहाँ छ? यो झम्सीखेलमा छ। अहिले त्यो अर्को भाइले, साइलो भाइले चाहिँ हेर्छन्, जनक ताम्राकार। ऊ चाहिँ जनक ताम्राकार भनेको हाम्रा त्यही काफल
सङ्घका सिङ्गर ऊ चाहिँ पक्का कलाकार हो मान्छे कलाकार मान्छे त्यो दुईवटा खालको हुँदो रहेछ फेरि मैले अघि भने नि कलाकारिता पनि कोही चाहिँ जेन्युन कलाकार मात्रै हुन्छ कोही चाहिँ कलालाई बेच्न सक्ने खुबी भएको हुन्छ अनि हामी चाहिँ बेच्ने भन्दा पनि हामी त्यता क्रिएटिभ मान्छे पऱ्यौँ त्यति हो भैँसीपाटी अहिले हाम्रो मनोजले हेर्नु भएको छ हजुर चम्सीले चाहिँ जनकले अनि टिम चाहिँ कतिजनाको पुगेको छ अहिले कतिजना रोजगार दिनु छौँ हामी टोटल 12जना हजुर ए थोरै छौँ थोरैले भइरहेछ त्यसकारण इनिसियल डेमा अब तपाईँले स्याम्पलिङ गर्दाखेरि स्याम्पल बाँड्दाखेरि खुवाउँदाखेरि चाहिँ मान्छेले खान मानेनन् त्यसको टेस्टले त्यसको गन्धले अहिले के छ रिस्पोन्स अहिले धेरै छ त्यही त सुरुवातमा चाहिँ 70% कोरियनहरू आउँथ्यो हाम्रोमा होइन कोरियनहरू चाहिँ एकदम आउँथ्यो उनीहरूलाई चाहिँ यो त कोरियाको जस्तै छ स्वाद भन्दै खान्थ्यो अनि अहिले चाहिँ कोरियनहरू घटेको भन्दा पनि नेपालीहरू बढेको कारणले गर्दाखेरि पहिला चाहिँ 70% कोरियन 30% नेपाली जस्तो देखिन्थ्यो ग्राहकहरूमा चाहिँ तर अहिले चाहिँ फेरि उल्टो छ ठ्याक्कै भनेको मतलब चाहिँ नेपालीहरू म्याक्सिमम आउँछ 70-80% चाहिँ नेपालीहरू आउँछ अनि जस्तै हजुरले आफ्नो परिकारलाई हजुर ब्रान्डिङ गर्नु पऱ्यो या प्रमोसन गर्नु पऱ्यो मार्केटिङ गर्नलाई कस्तो भन्नाले स्ट्राटेजी अपनाउनु भएको छ के छ त्यसमा के छ प्लानिङ त्यसमा चाहिँ म चाहिँ हाम्रो ग्राहकहरूलाई धन्यवाद दिन चाहन्छु हामी मैले अघि भने नि हामी क्रिएटिभ साइडको मान्छे हो क्रिएटिभमा पनि यो गीत सङ्गीत यताउतातिरको भनेपछि त्यति धेरै चलाक व्यापार गर्न सक्ने स्ट्राटेजिकली होइन स्ट्राटेजी अपनाउन सक्ने त्यस्तो खालको मान्छेहरू चाहिँ हामी होइनौँ तर यो चाहिँ अब सिचुएसनले क्रिएट गरेर अब एउटा अर्को बाटो चाहिन्छ होइन जीवन सहज बनाउनलाई अथवा होइन हामी जहाँको त्यहीँ त रहनु भएन हामी केही हदसम्म उठ्नु पऱ्यो सजिलो बनाउनु पऱ्यो भन्ने किसिमको कारणले गर्दाखेरि चाहिँ त्यो आएको आइडिया मात्रै थियो नि त्यस कारणले धेरै जस्तो हाम्रो विज्ञापन हाम्रो हुन्छ नि प्रमोसन जे पनि भन्नुहुन्छ ग्राहकहरूले गरिदिनुहुन्छ कि ग्राहकहरू त्यहाँ आउनुहुन्छ खानुहुन्छ अनि उनीहरूले नै रेकमेन्ड गर्नुहुन्छ अनि कतिजनाले टिकटकतिर राख्नुहुन्छ कतिजनाले चाहिँ आफ्नो स्टोरीमा राख्नुहुन्छ आजभोलि होइन धेरै कुराहरू चाहिँ त्यसरी नै आयो यद्यपि कति सेलिब्रिटिजहरू पनि आउनुभयो उहाँहरू हामीले बोलाएर भन्दा पनि उहाँ यहाँ चाहिँ मिठो छ है भनेर आउनुहुन्छ अनि त्यसरी उहाँले नै आफ्नो पोस्ट गरिदिनुहुन्छ त्यो चाहिँ जेन्युनली उहाँलाई राम्रो लागेर उहाँहरूले अरूलाई चाहिँ आऊ है यो ठाउँमा भनिदिएको भरमा हो हेर्नु न हामी कति कमजोर छौँ विज्ञापन त्यो गर्नुपर्ने चाहिँ त्यो निड चाहिँ जहिले नै हामीलाई लाग्यो होइन विज्ञापन चाहिन्छ गर्नुपर्छ भन्ने निड अझै पनि मनमा छ अझै पनि धेरैजनालाई थाहै छैन तर गर्न सकिरहेको छैन अब गर्नुपर्छ भन्नेमा चाहिँ छौँ तर अहिलेलाई चाहिँ जति पनि विज्ञापनको कुराहरू जति पनि प्रमोसनको कुराहरू जति पनि भइरहेछ त्यो चाहिँ हाम्रो ग्राहकहरूले नै गरिदिरहेको छ सो अब अर्ली डेजमा चाहिँ सेल्सको कुरा गर्ने हो भने थोरै थियो होला इनिसियल डेमा किन सबैलाई त्यो कुरा अवेर गराइराख्नु पर्ने अवस्था थियो बिस्तारै ग्रोथ भयो आजको दिनमा के छ झन् बढिरहेको छ कि घटेको छ कि स्ट्याग्नेन्ट नै छ सेल्सको कुरा बढ्दैछ नि त्यो त बढिरहेछ हरेक दिन हाम्रोमा नयाँ कस्टमरहरू आउनुहुन्छ अनि जो लोयल कस्टमरहरू हामीले कमाएका छौँ उहाँहरू त जहिले नै आउनुहुन्छ अनि हरेक दिन त होइन तर हप्तामा आउनुहुन्छ त्यसरी आउनुहुन्छ भनेपछि त्यो हाम्रो लागि चाहिँ लोयल कस्टमर चाहिँ हुनुहुन्छ नै होइन हरेक पटक आउने कस्टमर अनि नयाँ कस्टमरहरू पनि हरेक दिन देख्छौँ भनेपछि त्यो हामीले त्यसलाई चाहिँ पोजिटिभ लिएका छौँ त्यसलाई चाहिँ हाम्रो सफलताको जस्तो हामी भइरहेछ मान्छेहरू आइरहेछ ओके पैसा कमाउने भन्दा पनि कस्टमर कमाउनलाई चाहिँ सफलताको मापदण्डमा राख्नु भएको छ अब पैसालाई चाहिँ अब त्यही त म चाहिँ थोरै फरक प्रकारले हेर्छु पैसाको मोह चाहिँ नराखौँ भन्ने हो मेरो चाहिँ पैसा चाहिँ खाँचो हो निड हो टुल हो साधन हो पैसा सबैलाई चाहिन्छ तर पैसाकै मोहको लागि जे पनि गर्ने भन्ने चाहिँ त्यो चाहिँ होइन अनि तर ग्राहक आयो भने पैसा त आउँछ त्यो हो त्यस कारणले अब मोह राख्यो भने त सबै दुष्टताको मूल जड त्यही हो भन्छ क्या अरे भाइ भाइहरूमा पनि झगडा हुने म पैसाको लागि जे पनि बदमासी गर्न सक्छु
होइन करप्सन आउँछ बिचमा, त्यो सबै कुराहरू हुनसक्छ। करप्सन ठुलो लेभल मात्रै होइन, हामीले खानाको लेभलमा नि करप्सन त हामी गर्न सक्छौँ होइन। जस्तो हजुरको रेस्टुरेन्टमा आएर कसैलाई किम्बाब खान मन लाग्यो भने कति पैसा पे गर्नुपर्छ? थोरै पैसा भन्नाले 400 मुनिमा उहाँहरूले किम्बाब खान सक्नुहुन्छ। भेराइटी अनुसार फरक फरक छ त्यसको प्राइस चाहिँ, तर 250 देखि 400 मा उहाँहरूले खान सक्नुहुन्छ। 250 मा किम्बाब खान सक्नुहुन्छ उहाँले। अनि किम्बाबसँग अनि फेरि कातुकी त्यो किम्ची, मुला किम्ची होइन सबैले बुझ्ने भाषामा, त्योहरू पनि आउँछ। भनेपछि 250 मा किम्बाब विदेशी खाना, त्यो पनि एकदमै पक्का स्वादमा, कुनै क्वालिटीमा कुनै पनि कम्प्रोमाइज नगरेर उहाँहरूले सुरुवातमा त्यसरी खान सक्नुहुन्छ। एकजना मान्छे जो चाहिँ क्रिएटिभ फिल्डमा थियो होइन, आर्टमा थियो, म्युजिकमा थियो, उसलाई लाइफमा धेरैवटा फेजहरू देख्यो, उसले स्ट्रगल गर्यो र एट द एन्ड अफ द डे उसलाई के लाग्यो भने बिजनेस चाहिँ गर्नुपर्दो रहेछ, पैसा चाहिँ चाहिने रहेछ भन्ने लाग्यो नि त। जस्तो हजुरलाई चाहिँ यो क्रिएटिभ फिल्डको मान्छेलाई बिजनेसमा आएर अहिले काम गरिरहँदाखेरि कतिको च्यालेन्जिङ फिल भएको छ? यो चाहिँ च्यालेन्जिङ छ। जस्तो सुरुवातको फेज हो नि त यो पनि। हामी त 2020 भने यो 2026 को सुरुवातको महिनाहरूमा छौँ भनेपछि 5-6 वर्षको कुरा हो यो चाहिँ। स्टार्टिङमा अघि भने नि त्यो एक खालको टेन्सन, एक खालको स्ट्रगल, म ठिक बाटोमा त गइरहेछ, मैले गरिरहेको ठिकै हो कि मैले कतै टाइम वेस्ट गरिरहेको त छैन, अथवा होइन धेरै लगानी त मैले गरिनँ भन्ने खालको त्यो मनमा आउने कुरा हो। त्यो आफै भित्रको सङ्घर्ष हो। अनि कहिलेकाहीँ त एक्साइटमेन्ट पनि छ फेरि होइन, त्यो मिक्स फिलिङ्स छ नि। त्यो मिक्स फिलिङ चाहिँ अहिले पनि छ, किनकि हामी त भर्खर सुरुवातको फेजमा हो। हजुरहरूले बोलाइदिनु भयो त्यसको लागि धेरै धन्यवाद, तर त्यति धेरै प्रगति गरिसकेको अवस्था होइन। अनि फेरि हुन त सफलता केलाई मान्ने भन्ने पनि हो। सफलता फेरि एउटा सिङ्गुलर इभेन्ट पनि त होइन, बिस्तारै यो त प्रोसेस जस्तै हो। आज हामी एउटा सानोबाट सुरु गरेको, अहिले 2टा छ होइन, अनि त्यो अर्को 2टामा फेरि कफी एड भएको छ होइन, सबै थपिएको छ, सबै कुरा छ, त्यो अलि ठुलो पनि छ। अनि यसरी बढ्दै जाला भन्ने आशा चाहिँ फेरि छ। त्यस कारणले यो के भन्ने, आशा, एक्साइटमेन्ट होइन, खुसी पनि, त्यसको साथसाथै अब फेरि के होला कसो होला त्यो मिक्स फिलिङ चाहिँ छ। अनि दिनदिनको जीवनमा कहिलेकाहीँ हजुरले भन्नुभयो नि अघि, ग्राहकहरू आउँदा नआउँदा सुरुवातको फेजमा आएन भने अझै पनि लाग्छ, ओहो आज त थोरै आए त के भयो भन्ने खालको, त्यस्तो किन घटे, त्यो एउटा ऊ चाहिँ हुन्छ। त्यो चाहिँ राम्रो फिक्री भनौँ न, केही हामीले राम्रो सुधार्नुपर्ने हो कि या के गर्नुपर्ने हो कि, त्यस्तो खालको चाहिँ हुन्छ। तर चिन्ता नै त छैन। सुरुवातमा म अलि चिन्ता गर्ने खालको मान्छे थिएँ, अहिले चाहिँ छैन। चिन्ताले केही फेरि हासिल हुने त होइन आखिरमा। त्यो फेरि चिन्ताले चाहिँ यो हाम्रो आनन्द खोज्ने रहेछ होइन, सबै हाम्रो आनन्द खोज्ने, हाम्रो इभन धमिलो बनाइदिने, भिजनलाई पनि धमिलो बनाउँदो रहेछ क्या, ब्लर गरिदिने रहेछ। त्यस कारणले चिन्ता त छैन, तर एउटा त्यो के भन्छ पोजिटिभ फिक्री खालको त्यस्तो एउटा ह्याप्पी मोमेन्टमै हुनुहुन्छ अहिले। अब नेक्स्ट प्लान के छ? यो 2 बाई किम्बा भन्ने कि 2 बाई किम्बा भन्ने, यसलाई चाहिँ नेक्स्ट उसमा लानलाई के छ प्लान, फर्दर के गर्ने भन्ने प्लान छ? यसमा चाहिँ अब केही अझै सुधारिनु पर्ने कति कुराहरू छ। ग्राहकहरूलाई बस्ने सजिलो ठाउँहरू, अनि उहाँहरूलाई छिटो सर्भ गर्ने कुराहरू। अब हाम्रो भ्याल्युमा हामी के छौँ भने, हामी मोरली यो व्यापार व्यवसायको एउटा आचार संहिता जस्तो, अब मोरल भ्याल्यु, एउटा मोरली हामी चाहिँ एथिकली मोरल हुने कुरा चाहिँ हामीले प्रायोरिटीमा राखेका छौँ। जेसुकै होस् हामी नराम्रो चाहिँ नगर्ने, फ्रेस कुराहरू बेच्ने, फ्रेस कुराहरू सर्भ गर्ने। अनि दोस्रो कुरा चाहिँ सर्भिङ भन्ने हुन्छ। अनि कहिलेकाहीँ चाहिँ यो सेवाको क्षेत्र भन्दाखेरि हामीले हस्पिटल अथवा यस्तो स्कुल यो क्षेत्रलाई मात्रै विचार गर्छौँ, तर खानपिन गर्ने ठाउँ पनि सेवाको क्षेत्र हो, फर्निचर बनाउने पनि सेवाको क्षेत्र हो। हामी हाम्रो
हामीले खुबीअनुसार हामीले लागेको बाटोअनुसार व्यवसायअनुसार हामीले अरूलाई सेवा पुर्याउन सक्छौँ भन्ने मान्यतामा हामी अगाडि बढ्छौँ। अनि हामीले अहिले जे गरिरहेछौँ नि त्यो सेवा हो भन्ने हाम्रो मान्यता छ होइन। अब यो फर्निचर बनाउनेले बनाएको भएर हामी यहाँ सेवा पाइरहेछौँ नि होइन, मजाले कति सजिलोसँग बसिरहेछौँ। खाना पनि त्यही हो, हामीले राम्रोसँग सर्भ गऱ्यौँ भने उनीहरूले त्यो सेवा हो, उनीहरूलाई तृप्त हुन्छ नि, सन्तुष्टि मिल्छ, स्वाद मिल्छ, तृप्तता हुन्छ। त्यस कारणले चाहिँ हामी सेवा एन्ड मोरल एथिकली हामी चाहिँ पक्का बस्ने अनि अझै सुधार गर्ने अघि होइन, सुधार गर्ने त्यही ठाउँलाई पनि अझै सुधार गर्ने कसरी गर्ने भन्ने हामी विचार गर्दैछौँ। अनि यसैलाई नै कसरी बढाउने होइन, यसको यो के भन्छ यो फ्लोरिसिङ कसरी गर्ने, अझै यसलाई फल्दो फुल्दो कसरी बनाउने भन्ने कुरा पनि छ। ओके, अब यो सेवा भावलाई सँगसँगै लगेर यसलाई ठुलो बनाउने भन्नुभयो। एउटा मलाई सोध्नु लागेको कुरा, अरू कन्ट्रीको डिसहरूलाई पनि यसमै एड गरौँ, आफ्नो मेनुमा राखौँ भन्ने त्यस्तो सोच छ? अहिलेसम्म छैन, पछिको कुरा थाहा छैन, आउन नि सक्छ कतिपटक। अब त्यो बढ्दै गयो भनेदेखि चाहिँ ल यहाँ चाहिँ यहाँको र यहाँको यसरी पाउँछ भन्ने। हामी कन्भर्सेसनको अन्तिममा छौँ। अन्त कन्भर्सेसन कहिले पनि त सकिने कुरा त होइन, चलिरहन्छ। तर आजको यो प्रोग्रामको अन्तिममा छौँ। हजुर एकजना यङ अन्टरप्रेनर आर्टिस्ट मान्छेले नेपालमै बसेर नेपालमै के गरिरहनु भएको छ। यो मेसेजले, यो स्टोरीले आई होप धेरै से धेरैलाई मोटिभेट गरोस्, इन्सपायर गरोस् होइन। हजुरको साइडबाट जुन हामी देशबाट बाहिर गएर सानो सानो कामहरू गरिरहनु भएको छ नि मान्छेहरू, विदेश गएर कामको उसमा भनौँ या पढ्ने उसमा भनौँ, उहाँहरूलाई के मेसेज छ होइन? देशमै बस्नुपर्ने हो कि होइन? तपाईँको आफ्नो अनुभवले के भन्छ प्लिज? त्यो सबैको नेचर फरक छ। त्यही अघि भने जस्तो अब सिको गरेर अरू विदेश गइरहेछ, म नि विदेश जान्छु भनेर चाहिँ विदेश नजाओस्। विदेश जानेहरू पनि क्लियर भिजन लिएर जाओस्। नेपालमा बस्नेहरू पनि क्लियर भिजन लिएर बसोस् होइन। उनीहरूलाई थाहा होस् कि म कुन बाटो जाँदैछु, के गर्दैछु भन्ने कुरा चाहिँ यतिसम्म थाहा होस्। त्यो भयो भने नेपाल बस्नु त, घर बस्नु त त्यो त धेरै राम्रो कुरा हो नि। विदेशको स्ट्रगल भन्दा त नेपालमा स्ट्रगल गर्दाखेरि त त्यो त हामीले देशको लागि पनि कन्ट्रिब्युट गर्छौँ केही कुराहरू, अनि रोजगारको पनि सिर्जना गर्न सक्छौँ होइन। अरूलाई धेरै रोजगार सिर्जना नगरे पनि आफै सेल्फ इम्प्लोइड भएर होइन, आफूलाई आफूले जागिर दिएर बस्न त सक्छौँ होइन, 2-4जनाहरू। त्यो एउटा कुरा हो। मेरो भाइ पनि मनोज चाहिँ कोरिया जानुको लागि रेडी भएको, कोरियन भाषा आउँछ उसलाई, सिकेको सबै भएको। अन्तिममा चाहिँ कोरियन खाना बेच्नु पुगेको छैन। कोरियन मिल्न त मिल्न गयो, तर उतै जानुभन्दा यतै गरिरहेछन् होइन। अहिले उता पाउने तलब उसले यतै आफूले कमाइरहेछ होइन, कमाउनकै लागि। तर देश विदेश घुम्न जानु, पढ्नु, सिक्न जानु चाहिँ त्यसलाई पनि सिकाइको रूपमा हामीले चाहिँ लिन सक्छौँ। त्यस कारणले कतिजनाहरूले चाहिँ एकदमै पुरा राष्ट्रवादी भएर होइन विदेश जानै हुँदैन भन्ने त्यो चाहिँ होइन होइन। विदेश गएर सिकेर आउँदैछ, फर्किँदैछ भने होइन, त्यो त राम्रो कुरा हो जस्तो लाग्छ मलाई चाहिँ होइन। त्यो सिकाइ हुन्छ। तर धेरैजनाले चाहिँ यहाँ केही गर्न सकिँदैन भन्ने जुन भाष्य छ त्यसलाई प्रयोग गरेर म विदेशै जान्छु भन्नु पनि गलत हो। त्यो सही भाष्य चाहिँ होइन। अब लास्टमा हजुर तपाईँले बनाएको गीत काफल कमला 2 लाइन। हजुर म सिङ्गर चाहिँ मेरो भाइ हो है। अनि गाउन चाहिँ मेरो अब पारा आउँछ कि आउँदैन, म ट्राई गर्छु। काफल खाना कुइया मर्योला जुन किरी, सिसा की गोलीले लाग्दै माया बढ्दै गयोला जुन किरी, त्यो तिम्रो बोलीले। महिषी प्रोग्राम आइदिनु भयो, धेरै धेरै धन्यवाद। तपाईँलाई पनि धेरै धन्यवाद सिद्धराजजी, मलाई बोलाउनु भयो। यो हामी पहिलोपटक भेट्यो होला यसरी, कसरी थाहा पाएर यसरी बोलाइदिनु भयो, त्यसको लागि धेरै धन्यवाद। धेरै आभारी छु
अनि हाम्रो दर्शक जो सुन्दै हुनुहुन्छ, जो जसले हेर्दै हुनुहुन्छ, उहाँहरूलाई पनि धेरै धन्यवाद। अहिले समय दिएर हेरिदिनु भयो, सुनिदिनु भयो। यो मेरो सानो एउटा के भन्छ नि, यो कथा मात्रै हो। छोटकरीमा यो 25-30 मिनटमा कति भन्न सकियो भने, तर तपाईँहरू व्यापार व्यवसायमा उद्यमशीलतामा कुनै पनि सृजनशीलता या उद्यमशीलता जता पनि हुनुहुन्छ, तपाईँहरू त्यही के गर्दै हुनुहुन्छ भने असफलतासँग नडराउनुहोस्। असफलताले झन् एउटा बलियो साक्षी क्रिएट गर्छ होइन, अरूको निम्ति, अरूसँग रिलेट हुन्छ। तर हामी एउटा उपदेशकमा एउटा भर्स छ, त्यो चाहिँ के थियो भने, मैले ठ्याक्कै त नभनौँला, तर बिहान सबेरै पनि छ र होइन, दिनभरि काम गर, बेलुका पनि छ र होइन। अनि तपाईँलाई के थाहा होइन, कुन चाहिँ ले फल फलाउने हो होइन, दुवैले फलाउँछ कि होइन भन्ने फर्स्ट थियो। त्यसलाई चाहिँ मैले आत्मसात गरेको होइन। बिहान छरेको उम्रेन भने साँझ छरेको उम्रेला, तर मैले काम गर्न दिनभरि चाहिँ नछोडौँ भन्ने, त्यही कुरा सबैको लागि छोड्दै फेरि धन्यवाद भनेर म बिदा हुन चाहन्छु। शुभकामना छ। हजुर, धन्यवाद धेरै धेरै। Program is sponsored by Darrow Har Consultant and Construction Private Limited.